आज चाहिँ हामी बुङमतीसम्म जाँदैछौँ कुकिङ च्यानल जस्तो हो त अब हामी खुर्सानी हाल्छौँ र अब यस्तै हाम्रो तीनवटा गाडी छ एउटा अगाडि छ बिचमा हामी छौँ र अर्को हामीभन्दा पछाडि स्कटिङ भइरहेको केटा हो एक्साइटमेन्ट कस्तो छ भने कस्तो नमजा हामी चाहिँ अप टु डेट है एकदम अप टु डेट हुन्छौँ लिमिटेड टाइममा बन्दैछ हाम्रो कन्टेन्ट ल होइन भर्खर घाम चाहिँ यता हामीसँग आउँदैछ यता अहिले होइन अनि केटाहरू पनि भोकै छ नि त्यही भएर अलिक एक्साइटमेन्ट कम पनि छ नि त उहाँ गएर टक्क खाएपछि केटाहरूको जाँगर आइहाल्छ अनि म यहाँहरूलाई देखाउँछु है त के कस्तो हुन्छ भनेर 23 र 24 नम्बर रुममा हामी 8 जना केटाहरू उता पुगिसकेका छन् मासतिर होइन ल हाम्रो चाहिँ यो चाहिँ होइन यहाँको ड्राइभर हो आयो नि ड्राइभर गर्नु मोबाइल उडाइदिन्छ चुट्दै स्कुल त बाइकमा गाह्रो हुन्छ साइकल त जानेले स्कुल जान्छ बाइकमा सजिलो हुन्छ यो रहेको छ हाम्रो चाबी होइन 24 ल खोला न छिटो रात 24 हो त कसरी पछाडिपट्टि गर्दैछौँ होइन यो हाम्रो 13औं स्टेसन हो किन यस्तो गरेको बिक्कामा हात त्यतिकै रमाइलो केटाकेटी खेल्दै सानो गोठसेट बनाउने खोइ गोठ चाहिँ ल आज चाहिँ हाम्रो डे 1 को लगभग अन्तिम हो होइन अब हाम्रो खाना मात्र बाँकी छ लगभग धेरै कार्यक्रम भइसक्यो आज चाहिँ हामी के गऱ्यौँ त भन्दाखेरि रेकी गऱ्यौँ अनि स्टेसन फिक्स गऱ्यौँ त्यस पछाडि त्यसको रिफ्रेन्सिङ लियौँ र अब भोलिको हाम्रो काम भनेको टुपेक टेस्ट गरिन्छ त्यस पछाडि टुपेक टेस्ट भनेको भनेन त हाम्रो क्लासमा ए तिमीहरूलाई चाहिँ होला होइन ठिक छ टुपेक टेस्ट गरिन्छ अनि त्यस पछाडि थोरै फ्लाइ लेभलिङ पनि गरिन्छ डिजिपिएसको क्लास पनि हुन्छ एकछिन होइन ड्रोन सर्वे अरू भनेको त्यस्तै हो त्यस्तै हो होइन पेरिमिटर अलिक पुर्याउनु सकिएको छैन कतिवटा स्टेसन 17वटा अति बनाइयो ठिकै हो अर्को सेमेस्टरको भाइ बहिनीहरूलाई पनि स्टेसन बनाउने बेला मलाई बोलाउनु होला होइन हजुरको त्यो पोइन्ट जोडेर चाहिँ घर बन्ने हो क्या घरको इमेज आउने होइन पोइन्ट जोडेर चाहिँ बल्ल घर बन्ने हो अनि हजुरले त्यसमा अब जति कट एन्ड फिल भोल्युम क्यालकुलेसनहरू रोडको सर्वे जे गर्दा नि त्यही बसेर गर्न मिल्छ त्यो चाहिँ है यो अहिले चाहिँ फ्लाइटमा गयो सिङ्गल स्ट्रिपमा भएर यसले साँचडे भएर सकाएर लिएर आयो हजुरहरूको अब सिभिल इन्जिनियरिङ धेरै जस्तो चाहिँ अब डबल स्ट्रिपै चाहिन्छ होइन धेरै डिटेल हुन्छ त्यही भएर डबल स्ट्रिपमा उडाउने अलिक धेरै टाइम लाग्छ तर बिस्तारै गर्नु पर्छ अनि यो चाहिँ यो फोटो खिचेको ठाउँहरू चाहिँ देखाइदियो अब यो ठाउँमा यो फोटो खिचेको छ भनेर बटम 1.8 1.844 मिरर भन्छु त ल ठीक छ मिरर भन्छु त अब ठीक हो मिरर 1.8 यो चाहिँ हाम्रो बेलुका क्लास हो काम गऱ्यो नि त केटा हेर है ओइ काम गऱ्यो नि त होइन अब यसको र यसको एभरेज यो आउनु पर्ने होइन आउँछ कि आउँदैन गर त एकचोटि आउँछ नि किन आउँदैन गर त भाइ आउँदैन यो प्लस यो डिभाइड बाइ 2 गर्दाखेरि यति आयो है हेर्नु है हाम्रो क्यालकुलेसन चाहिँ यस्तो छ ल
यति र यति गर्दाखेरि आउनुपर्ने यति थियो तर हालिदिएको छ यति। अनि डिस्टेन्स पनि 35 मिटर आइदियो है। आउनुपर्ने थियो लगभग 9-10 मिटरको फेरिमा आउनुपर्ने थियो। ए होइन 11 मिटर आउनुपर्ने थियो, आयो 35 मिटर। ब्यालेन्सिङ अफ साइड पनि भएन। पासु लिएर एरो 1 भने तिमीले यहाँ भ्यूमा अब यहाँ कहीं त सेट हुने छ छैन नि। अब एफसी छ अफिस त छैन नि त्यहाँ। हाम्रो दुईजना साथीहरू चाहिँ तल हुनुहुन्छ होइन, अर्को स्टेसन यता छ। हामी पुग्नु पर्ने चाहिँ योदेखि धेरै पर धेरै टाढा छ होइन पेरिमिटर यसको। र वरिपरिको भ्यू चाहिँ यस प्रकार रहेको छ है त। टक्क त्यहाँ चाहिँ एउटा नेपालको झन्डा पनि छ है त, नेपालको झन्डा। करेक्सन गर्ने अब धेरै मिलो धेरै डाटा मिलेको छैन। मेनुमा त्यसपछि जानु पर्यो डाटा कलेक्टमा अनि त्यसपछि गर्नु पर्यो इनपुट। अब के हो हाम्रो यो M15 हो, यसलाई इन्टर गर्नु पर्यो। अनि त्यसपछि जानु पर्यो F2 मा अकुपेन्सी पोइन्टमा। अब यो ठिक छ हाम्रो यो के हो M15 नै हो, यो 15 नै हो, यो नि ठिक छ, यो ठिक छ हैन त। यसलाई गरिदिने रेकर्ड गरिदियो यस हैन, यस ओभरराइट अघि त सेभ गरिसकेको थियो, त्यही भएर ओभरराइट भनेर यस गरेपछि ब्याक जान्छ। अब गर्नु पर्यो हामीले कि त ब्याक साइड गर्ने कि यो अब ब्याक साइड त्यो स्टेसनमा हेर्नलाई ब्याक साइड गर्नु पर्यो। स्टेसन हुनाले उयो स्टेसनमा अब यो बिचतिर हेर्दा यो FSSS गऱ्यो हुन्छ हैन। अहिले यो यसमा जाउँ। किन बिचतिर, कहाँ बिचमा हेर्छु र म स्टेसनमै हेर्छु नि। हैन अनि डिटेलिङलाई त ब्याक साइडमै ल्याएको हुन्थ्यो नि एकचोटि। ब्याक साइडै हो, ब्याक साइडमा M14 भनेर सेभ गरेको छ हामीले हैन। अब यो इन्टर गर्नु पर्यो हैन। यसलाई चेन्ज नै गर्नु मिल्छ यहाँ इनपुट थिचेर। अब गर्नु पर्यो त्यसपछि मेजर अनि NEZ। अब लानु पर्यो त्यसलाई स्टेसनतर्फ। पहिले देखाउने अनि मात्र अब ओके भनेर यस गरिदिनु पर्यो हैन। अब यो रेकर्ड भयो। अब यो M14 को डाटा बस्छ यसमा। यस थिचेपछि अब त्यसपछि हामी बिचतिर डिटेलिङ हेर्नलाई F3 FSSS गर्नु पर्यो। अब यसलाई चाहिँ अब त्यो हालिराख्नु पर्दैन, कोड सोड यो डाइरेक्ट मेजर गऱ्यो हुन्छ। रिफ्लेक्टर हाइट हाल्नु पर्यो होइन। रिफ्लेक्टर हाइट चाहिँ हाल्नु पर्यो, अरू चाहिँ ल्याम्बो मेजर त्यो किपोर्ड सिपोर्ड हालिराख्नु परेन। लेख्ने भए अहिले अब त्यसले भेट्यो ड्रइङमा पोइन्टको नाम के भयो हैन, त्यसले भेट्यो त्यहाँ। अब मेजर यस गरिदिने भयो। अब फेरि मेजर अब अर्कोतिर राख्ने है, फेरि मेजर गरिदिने अब नाप्छ त्यसले। अब दिन्छ रिफ्लेक्टर त्यहाँ राखेपछि रिफ्लेक्टरमा हाल्नु पर्यो कि के गर्नु पर्यो? रिफ्लेक्टरमै हाल्नु पर्यो होइन। रिफ्लेक्टरमै पार्नु पर्यो यसको। कस्तो मिल्दै मिलेन के नर्दिङ इस्टिङमा 70-80 मिटरको फरक आइसक्यो। अनि लर्न गर्छु त्यसको। यता म सुरेन्द्रकोतिर छु, यता यो औषधि फ्याक्ट्री के छ नि यतातिर आउन। CP1 नजिकै। आज चाहिँ हाम्रो रोड र ब्रिजको चाहिँ सर्वे हुन आँटेको छ। आधी ग्रुप चाहिँ ब्रिज सर्वेको लागि जाँदैछ भने आधी ग्रुप चाहिँ रोड सर्वेको लागि जाँदैछ। र सामानहरू लगभग रेडी भइसक्यो है त। यो हाम्रो जियो चाहिँ हाम्रो सामान, अनि अरू ग्रुपहरूको सामान चाहिँ यता छ है त। हेलो भनिदिनु त सर। हेलो। अनि यो चाहिँ हाम्रो यस्तो खालको कुकुर हो होइन गाइज। यो हाम्रो यस्तो खालको कुकुर हो कि यो कुकुरले चाहिँ कसले डाटा मिलायो भनेर ट्याकट्याकी थाहा पाउँछ क्या, त्यही भएर यहाँ छोडिदिएको हो होइन। डाटा मिलाउने मान्छेलाई चाहिँ कप्लाका टोकिहाल्छ कि। ल गफ गर्दा गर्दै हाम्रो फेरि खाजाको साइरन बजिसकेको छ। ल खाजा खान जानु पर्यो, खाजा खान। हाम्रो टक्क माहौल चाहिँ यस्तो तातिँदैछ है त अहिले सर्वेको लागि।
आकाशबाट पानी झर्न आँटिसक्यो माहौल यतिको छ सामान लिने सामान चेक गर्ने यताउता अनि फिल्डमा जाने तयारी मस्त हुँदैछ है त तिमीलाई भन त ब्लगमा के भन्नु छ भनेपछि अब डाटा यत्रो लियो हैन सबै लिनु त राइट ल्यायो तर एउटा क्याल्कुलेसन लिनु छैन त्यसमै हामी अल्झेको अल्झै हो सुरेन्द्र कहाँ भागेको भागे हो लकिन खोजिरहेछन् तर भेटिरहेछन् अब के भन्ने अब यस्तोमा त्यही हो सुरेन्द्रले हामीले क्याल्कुलेसनमा हेल्प गरेन त्यो कुराहरू मेरो गुनासो धेरै छ त्यसमा यस्तो पानी परिरहेछ अब कसरी ब्रिज सर्वे गर्ने होला त्यो खोलाले अब सुरेन्द्र बगेर लग्छ कि भन्ने डाउट पनि छ मलाई होइन मेरो त्यही भएर आज रोड सर्वे छ त्यही भएर रोड सर्वे हो हेर यस्तो गरिरहेछन् कलेजको हाम्रो सुपरभाइजरहरूले पनि केही गर्नु पर्यो यसको मामलामा अनि आज अब के भन्ने अब आज वेदर फोरकास्टले के भन्छ त यति हो गाइस मेरो भनाइ हस् धन्यवाद होइन पानी परिसक्यो जो पनि पानी पऱ्यो मात्र भन्छ यिनीहरू केटाहरू केटा हो है लास्टमा परियो सामान जोतको छ अब कोले राम्रो सामान उडाए एउटा पक्कै फुइहाल्यो सुरुमा आउने यस अब मिलेन भने फुएको एउटा सारिदिनु गाइस त्यति हो होइन म रोड सर्वेमा त ब्रिजमा पुरै मिलेन नि पछि पैसाले मिल्छ त ल ओके यो मसिन चाहिँ हेरौँ है खतरा छाता साता चक्क सबै छ डाँगी सुभाष डाँगीजीले के भन्नुहुन्छ हाम्रो ब्लगमा नभन्ने हामी ब्रिज साइड सर्वेतिर अगाडि बढ्दैछौँ केटाहरू त अगाडि देख्न सक्नुहुन्छ है लाइनै लगाएर हिँड्दैछन् रोड सकेर हिँड्यो भनौँ न भोलि अलिकति यस्तो झुकेर गर्नुपर्छ हाम्रो पाण्डे दोस्त हाम्रो ग्रुपको छ भन्दा बलियो मान्छे उहाँ हेलो गाइस म पनि आज छु है ब्लगमा ल केही भन्नु छ त तिमीलाई मलाई हल्का गाह्रो भइरहेको तर मजा पनि आइरहेछ गाइस आज सर्वेको 7औं दिन 7 दिन भइसक्यो होइन भइसक्यो ए इन्जिनियरिङ पढ्नु कि नपढ्नु नपढ गाइस ए यस्तो रमाइलो हुन्छ इन्जिनियरिङ नपढी साँच्चै गाह्रो छ अब होइन म नै भित्रबाट मन लागेछ भने पढ्दा हुन्छ होइन तर त्यो त्यसरी चाहिँ नपढ कतिजना रुँदैछन् अहिले रुँदैछन् कि छैनन् अरू मेम्बरहरू 2 जना चाहिँ रुँदैछन् थकित भएर अरू त ठिकै छ ल थ्याङ्क यू सो मच फर योर टाइम ब्लगमा मात्रै आउनु पर्यो है भन्दाखेरि जिन्दगी केही पनि नपढ के पढ्यो भने के तनाव हुन्छ कि त्योभन्दा आनन्दसँग बस्ने कि जिन्दगी हो नपढ्नु सञ्जितको केही छ भन है खेतीपाती गर्नु अहिले हामी कहाँ जाँदैछौँ भन्नु त अहिले हामी जान्छौँ ब्रिजको ब्रिज साइड सर्वे ल अहिले हामी कहाँ छौँ बुङमती बाटोमा हिँड्दैछौँ केही बेरमा हामी ब्रिजको साइडमा पुग्ने नै छौँ हामी अपडेटेड हुन्छौँ भ्याएसम्म काम गर्दा गर्दा भ्लग बनाउनु त भ्याइँदैन त्यही पनि घरिघरि टाइम निकालेर भ्लग बनाउला नि यस्तै हो है त सर्वे पनि जिम पनि हो म त ल ल ल ल ल ओ त दुलो पार तल मान्छेलाई यो नबोका न भाँचिन्छ हात ओइ ओइ मान्छेबाट बाइक आयो होइन बल्ल आज कैदबाट छुट्टियो हजुर बाहिर जाँदैछौँ होइन अब त्यतैबाट सुरुङ खनेर घरतिर फर्किन्नमा हामी भाग्दिने हो भाग्दिने हो हामी जस्ता चण्डाललाई बाहिर निकालेर हुन्छ क्याम्प बाहिर हामी कहाँ जाँदैछौँ त अहिले भनिदिनु नि त सर हामी पुल बनाउन पुल बनाउन यस्तो मेसिन लानुपर्छ र ए पर्दो रहेछ के थाहा हामी त सिधै एउटा लौरो बिचाएर हिँड्ने मान्छे थियौँ ठिकै छ अब यस्तै हो पछाडिको भ्यू चाहिँ कस्तो छ भने म देखाउँछु त तपाईँहरूलाई हर्दा साम्पाङलाई नि यसरी नै पुल बनाउँछ यस्ता नाथे यस्ता नाथे पुल पारि त देखाउनु पारि होइन अर्को टिमले त्यहाँ काम गरेछ अब हामी गएर त्यहाँ काम गर्नुपर्ने हुन्छ लाइन चाहिँ यस्तो छ जाने केटाहरू लाइन हाम्रै टिम हो हाम्रो टिममा चाहिँ 12 जना छौँ होइन पारी एकदम काम गरेछन् साथीहरू हाम्रो पनि हालत त्यही नै हो मन्जिल दोस्त ठिक छ नि ल है गाइज ल है हामी चाहिँ लगभग आइ नै सकेका छौँ यतिको बाटो भएन भने त ग्रुप चल्दै चल्दैन
ल है त हाम्रो सामान चाहिँ यहाँ आइपुगिसकेको छ अर्को टिम यता काम गर्दैछ त्यो टिम गएपछि हाम्रो काम स्टार्ट हुन्छ पुरुषोत्तम केही भन्नु छ तिमीलाई अब ब्रिज साइड कतिको एक्साइटेड छौ त तिमी के हुन्छ हेरौँ नो एक्साइटेड ओन्ली फ्रस्ट्रेसन फ्रस्ट्रेसन रहेछ हाई पनि गरेन यार त्यो मर्न रहेछ डिटेलिङ भ्याएको छैन क्या प्याकअप भन् धेरै गाह्रो हुन्छ नि यार जिम्मा त हाम्रै हो है जो आयो नि जसको ग्रुपले आयो अब ब्रिज यहाँ बनाउने कि त्यहाँ बनाउने कि उता तल बनाउने कि उता माथि गएर बनाउने कि भन्ने कुरा त हाम्रै हो नि त होइन तर अहिले चाहिँ होइन अब ब्रिजको के अरे साइडको कन्डिसन पनि हेर्नु पऱ्यो त्यो भन्नाले टेन्टेटिभ हामीले चाहिँ के हेर त न्यारो पनि छ अलिकति रिलेटिभली है अरू हेरि न्यारो पनि छ र लेभल पनि मिलेको छ होइन भोलि रोड कन्स्ट्रक्सन गर्नु पऱ्यो भने नि सुइटेबल ठाउँ छ बोथ साइडमा उता पनि सुइटेबल ठाउँ छ होइन ब्रिजबाट रोड लिएर जानलाई रोडसँग जोड्नलाई पनि सकिन्छ भनेपछि टेन्टेटिभ हाम्रो लागि सुइटेबल एरिया कुन हो यही एरिया है आइदर यो लोकेसन अर त्यो लोकेसन हुनसक्छ होइन अब कुन चाहिँ लोकेसनमा सजिलो हुन्छ अनि यहाँबाट पारिपट्टि हेऱ्यो भने त्यहाँनिर हेर त्यो लोकेसन अथवा यता माथि त्यहाँनिर गर्न सकिन्छ नि होइन अर्को के पनि हुन्छ फ्लोको डिरेक्सन हेर त पानी कता फ्लो भइरहेछ डिरेक्सन पर्पेन्डिकुलर भयो कि भएन त्यो पनि भएको छ र स्ट्रेट हुनुपर्छ क्या मेन्डरिङ हुनु हुँदैन मेन्डरिङ भयो भने पनि के हुन्छ इरोड गर्ने चान्स हुन्छ नि त त्यसले गर्दाखेरि स्ट्रेट पनि हो होइन त स्ट्रेट रिज पनि हो त्यो भन्नाले यो लोकेसन चाहिँ के छ सुइटेबल छ नि त है अब तिमीहरूले यही लोकेसनमध्ये कुनै एरियालाई आफ्नो के गर्न सक्छौ स्टेसन सेलेक्ट गर्न सक्छौ ए भन्ने स्टेसन है ए भन्ने स्टेसन र उतापट्टि पारिपट्टि गएर नि सुइटेबल लोकेसनमा बी स्टेसन सेट गर्न सक्छौ अनि ए र बी सेलेक्ट गरिसकेपछि अब काम के गर्नु पर्यो पहिला हामीलाई के चाहिन्छ ट्रायङ्गल बनाउनु पर्यो होइन त ट्रायङ्गल बनाउनु पर्यो भनिसकेपछि हामीले नहोस् अब चाहिँ हाम्रो खाजा टाइम पानी परेको परे नै छ है के भयो केटा ल है त यता पानी परेर बिजोकै भयो लगभग धेरै बिजोक भयो बाख्राहरूले मेसिन लडाइदिन्छन् कि भन्ने तराई छ म चाहिँ खाजा खाँदैछु होइन अहिले खाजा खाने टाइम पनि हो पालो पालो सिस्टममा छ ल त्यस्तै छ है घारी जङ्गल घारी जुका घारी यस्तै उस्तैमा हामी चाहिँ काम गरिरहेको छौँ हाम्रो अफिस टिम यता हो के छ खाजा आज नास्ता ल हामी खाइरहेको धोको गाई हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ जुका होइन जुकाई हेर्नु है यो जुकाई जुका स्याउ 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 के छ केटा हो के हो आनन्दको केही छ भन्नु कुदाइदिएर भयो कुदाइदिएर भयो जाऊ तिमीहरू त्यहाँ जाऊ होइन ओइ ओइ प्रमित केटाहरू यहाँ आउँछन् तिमीहरू डिटेलिङ तिमीहरू हिँड कि यिनीहरूलाई मेसिन हेर्न देऊ ल वाटर लेभल भयो मेसिन चाहिँ यहाँ चाहिँ मेरो यस्तो मेसिन छ उहाँ चाहिँ केटाहरू अर्को मेसिनबाट मलाई हेर्दैछन् है त हाम्रो ए सयको आन सयको भयो गाह्रो छ हामी पाहाडको केटाहरू कुद्न सक्छौँ नि त ओइ ओइ बिल्सन यता फर्किन केही शब्द एक दुई शब्द बोल्न
बजा न एकचोटि विशाल के छ त तिम्रो त्यहाँ हो पोइन्ट ल मलाई चाहिँ अब आदेश आइसक्यो म चाहिँ सर्नु ओइ उता अर्को ग्रुप हो होइन काम भक्को भइछ उता अर्को ग्रुपको यो टाउको समातेर बस्नु परेछ आफूले चाहिँ ल अब चाहिँ हामी ब्रिजको सर्वे सकेर पुनः मार्च नेपालतिर फर्किँदैछौँ त्यता एकछिनमा देखिन्छ ल ब्याक साइड ओ केटा हो के छ के हो दोष अहिले करिब 6 बजिसकेको छ होइन त्यसलाई पनि खिच्नु भन्दैछ होइन जार मात्र बोकेर बसिरहेछ म बोकिदिन्छु हो यो बोका तिमी यो बोका है यो बोका म बोक्छु म बोक्छु म खाली छु म्याम हेलो भनिदिनु हुन्छ सर ल हेर्न सक्नुहुन्छ हामी विद्यार्थी लगायत सर मिसहरूको टोली चाहिँ अब पुनः क्याम्पतिर फर्किँदैछ है त आज यो चाहिँ हाम्रो मार्च नेपालको क्याम्प है त त्यो चाहिँ बाउन्ड्री केटाहरू छिर्दैछ नि धमाधम गेटबाट क्यामेरा गर्ने मान्छे चाहिँ मै हो हेलो साथीहरू हामी चाहिँ अब ब्रिजको क्याम्प सकेर चाहिँ मार्च नेपालको स्टोरमा आइसकेका छौँ सामान बुझाउने काम हुँदैछ हाम्रो चाहिँ अब केटाहरूले ह्यान्डल गर्छ होइन हाम्रो चाहिँ सब केटाहरूले ह्यान्डल गर्छ त्यो के छ हाम्रो कप्तान मै हो कहाँ सकिन अब 2 दिनमा आइन्छ अब 2 दिन चाहिँ मजाले खट्नुपर्छ है त 2 दिन मात्र हो र तपाईँलाई के गर्नुहुँदैछ अहिले के हो यो अनि यो कसको तपाईँकै हो 3टा एकजनाले 3टा ह्यान्डल गर्न सकिन्छ ल यो कुरा फैलाइदिन्छ है त मान्छे म पनि है ल अलिक जानु पर्यो कि फिल्डमा रात के लिए खाली झन पऱ्यो तिर्सना
सम्झना बिर्सना सलललला झन्झन बढ्यो तृष्णा सलललला मायाको डोरीले तिमीलाई बाँधौँला मायाको डोरीले तिमीलाई बाँधौँला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना बिर्सना सलललला झन्झन बढ्यो तृष्णा सलललला सम्झना बिर्सना सलललला झन्झन बढ्यो तृष्णा सलललला। हेलो हामी आज हाम्रो चाहिँ लास्ट दिन हो होइन अनि हामी चाहिँ अब फर्किन लागिसक्यौँ गाडी आइसक्यो हाम्रो कलेजको सामानहरू पनि रेडी भइसक्यो र तपाईँहरूले ब्याग पछाडि झोलासोला पनि देख्न सक्नुहुन्छ होइन एउटा एक्स्ट्रोबाट फोटो खिच्ने काम हुँदैछ अब ए सेक्सनका हुन् हाम्रो सेक्सनको चाहिँ अलि खन है यो म्यानेजर हो हाम्रो सेक्सनको हाच्छिङ आयो म्यानेजरलाई अब हाच्छिङ गर्छ यस्तो यस्तो सर हाम्रो यो सर्वे क्याम्प कस्तो रह्यो त 10 दिनको तपाईँलाई कस्तो अनुभव भयो राम्रो गरे ल हुन्छ थ्याङ्क यू सर हाम्रो ब्लगमा हाम्रो आदरणीय सर संयोग प्याकरेलजीलाई ल्याएका छौँ र उहाँले केही शब्द राख्नुहुँदैछ है ल यो त नमस्ते साथी हो है अब आज फाइनली हाम्रो 10-11 दिनको अब मार्च नेपालको यो अब हाम्रो सर्वे क्याम्प सिद्धिसकेको छ अनि हामीले भर्खर अब यहाँ इन्स्ट्रुमेन्टेसन र भाइभा दिएर जो चाहिँ सक्सेसफुल्ली राम्रो भएको छ त्यो दिएर आएका छौँ अब पछि अब यसको चाहिँ अब मेन इक्जाम पनि हुन्छ त्यसको लागि पनि अब हामीले अब प्र्याक्टिस गर्नुपर्ने हुन्छ अब फिल्ड रिपोर्टहरू तयार गर्नुपर्ने हुन्छ ड्राफ्टहरू तयार गर्नुपर्ने हुन्छ प्लटिङहरू त्यसपछि स्पेसियरहरू गर्नुपर्ने हुन्छ त्यही भएर त्यसको लागि पनि अझै मिहिनेत गर्नेछौँ अब यसपछि चाहिँ हामी के गर्छौँ भने खानासाना खान्छौँ त्यसको बिचमा चाहिँ एउटा छोटो मिठो सानो गीत र प्रस्तुति हजुरलाई दिन खोज्छौँ त्यसपछि बिचमा मिडमा यो हाल थ्याङ्क यू समयजी थ्याङ्क यू Some rain, give me another chance to wanna grow up once again. Give me some sunshine, give me some rain, give me another chance to wanna grow up once again. Na 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 na, na na na. डढेर कालो भइसक्यो हो होइन स्टाफ समात्यो होला हाम्रो चाहिँ यहाँ सर्वेको स्टाफ ल अब चाहिँ हामी खाना खान जाँदैछौँ होइन रुमबाट र ब्याग स्याग चाहिँ प्याक भइसक्यो र हामीले हलमा राखेका छौँ होइन त सर उठ्नु न तपाईँ एकचोटि आउनु न यो 10 दिन सर्वे क्याम्पको 10 दिन कस्तो रह्यो त तपाईँको मलाई चाहिँ 10 दिनमा आज चाहिँ कस्तो हुन्छ नि भित्रबाट आज एउटा के भनौँ अब इमोसनल एट्याचमेन्ट भइसक्यो सवालहरू हाम्रो सबैले खतरा काम गरेको छ नि त एउटा हाम्रो ग्रुपमा बेग्लै बन्डिङ थियो झगडासरा केही नहुने सुरेन्द्र ग्रुपमा पुरै मारपिटहरू है धेरै यस्तो कम्प्लेनहरू पनि सुनेको थिएँ तर हाम्रो ग्रुपमा त्यस्तो केही भइरहेको थिएन तर आज ठ्याक्क 10 हिजो अस्तिदेखि त कहिले कहिले जानु जस्तो भइरहेको थियो तर आज आएर कस्तो फेरि आज सामानहरू केटाहरू सामान बोकौँ जाम फेरि जस्तो भइरहेछ के भने सुरेन्द्र जति बेला हेर्थेँ लड्थ्यो होइन अरू अब त्यस्तै भइरहेको थियो डिग्रीमा ठरकाइरहेको थियो सुरेन्द्रको त्यही पनि उसले मिलाई के गरी सुरेन्द्रले गर्यो आखिरमा गर्यो नै अब मेरो यही हो लास्टसम्म कि सुरेन्द्र नै हो एउटा मान्छे जसले सर्वेमा सर्वे गरेछ
यो 10 दिनको होइन एक किसिमको यो फिल्डमा कुदाई होइन क्यालकुलेसन गराई अनि लास्टमा त्यति गर्दाखेरि नमिल्नुको पीडा चाहिँ के छ त? लास्टै छ त्यही भएर गाइज सकेसम्म मिलाउने कोसिस नगरौँ होइन हामीले सकेसम्म होइन जे आउँछ फिल्डमा रुल्समा होइन रुल्समा फलो गर्ने जस्तै 2:1 पेरिमिटर भन्छ नि त्यति नै राख्ने हो क्या अब जस्तै अब कसैले के गर्छ त पेरिमिटरको चक्करमा होइन एङ्गल बिग्रिन्छ क्या सकेसम्म त्यस्तो नगरौँ होइन पहिला कुरा बुझौँ क्या आधी मान्छे म अनुभव गरेको होइन आधी मान्छे बुझ्दैन कि के गर्नुपर्छ भनेर हो भने जस्तै अब यो भनेको छ होइन पेरिमिटर 2:1 भनेको छ कसैले गर्छ 80 र 40 नै आउनुपर्छ भन्ने सोचिरहेको हुन्छ क्या त्यसको भित्र पर्नु पर्यो नि त त्यो चाहिँ बुझ्दैन मान्छे त्यो कारणले के हुन्छ त एङ्गल मिस्टेक पर्छ पछि यही सबैलाई धन्यवाद है गाडी पनि गरियो होला गाडी नगरी भए 11 दिनमा काम पनि सकिँदैन अब मेरो मेन चाहिँ के हो तपाईँले सबले सिक्नुभयो होला होइन जे कुरा सिक्न आएको त्यो चाहिँ सिक्नु होला त्यो सबभन्दा धेरै थ्याङ्क यू चाहिँ स्टोरलाई होइन स्टोरको सामान हामीलाई तपाईँलाई जति सामान चाहियो जति टाइममा चाहियो यो प्रडक्ट गरेर दिनुभयो अनि साथ टिचिङ फ्याकल्टी तपाईँहरूलाई हेल्प गर्नुको लागि त्यही हुनुहुन्थ्यो अनि सबभन्दा ठुलो थ्याङ्क यू चाहिँ तपाईँहरूलाई नै हो तपाईँले गर्दा सम्पन्न भयो तपाईँले काम नगर्दै गयो हामी खेलेर हुन्थ्यौँ होइन तपाईँले टाइममा काम गरिदिनु भयो सर्वे क्याम्प सक्सेसफुल भयो हामी 11 दिनको दिन घर जाँदैछौँ यति नै भन्न चाहन्छु धन्यवाद सृजन सरलाई आज हामी क्लोजिङ सेसनमा आउँदैछौँ सर्वे क्याम्प 2083 पनि क्लोजिङ भइसकेको छ है क्लोजिङ सेरेमनी गर्दैछौँ हामी र यहाँबाट अब हामी चाहिँ 11 दिन सर्वे सिकेर फर्किँदैछौँ सबैजना 11 दिन सर्वे सिकेर फर्किँदै गर्दा अब यहाँ पछि सर्वे सिभिल इन्जिनियरिङमा सर्वेइङ भन्ने हामीले फेरि पढ्नु पर्दैन मास्टर्समा पनि छैन पिएचडी गरे पनि छैन सिभिल इन्जिनियरिङमा चाहिँ भनेको अब पढ्ने यति नै हो अब गएर हामी फिल्डमा गएर सबैजना काम गर्न सक्ने सक्षम भइसकेको छौँ है त्यसको लागि सबैभन्दा पहिलो धन्यवाद यहाँ आएर काम सिकेर काम गरेर तिमीहरूले के हो त सक्सेसफुल्ली सर्वे क्याम्पलाई कम्प्लिट गरेको छौ त्यसको लागि म विद्यार्थीहरूलाई धन्यवाद भन्न चाहन्छु हामीले सिकाउन खोजेको कुरा तिमीहरूले सिकेको छौ है त्यसको लागि धन्यवाद त्यस्तै यहीँनिर सर्वे क्याम्पमा आउँदै गर्दाखेरि सर म्यामहरूले सबैजना मिलेर तिमीहरूलाई सिकाउन भरपुर मद्दत गर्नुभएको छ त्यसको लागि पनि सर म्यामहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु त्यस्तै तिमीहरूलाई बिहानदेखि बिहान बेलुका राति कुनै पनि टाइम नभनिकन होइन हाम्रो स्टाफको टिमले 3 जना सरहरू हुनुहुन्छ स्टाफको टिमले बिहान दिउँसो राति नभनिकन कुन प्रकारको काम हो नभनिकन सबै काम सबै हेल्प गर्नुभएको छ इन्स्ट्रुमेन्ट दिनेदेखि लिएर घाउ औषधि उपचार गर्नेसम्म सबै कामहरू गर्नुभएको छ त्यसको लागि पनि हाम्रो टिम स्टाफ टिमलाई पनि धन्यवाद भन्न चाहन्छु र यो सर्वे क्याम्प यसरी सक्सेसफुल्ली सम्पन्न हुनुमा यो हामीले मैले अहिले 3वटा टिमको नाम लिए एउटा टिचरहरूको टिम छौँ हामी एउटा स्टुडेन्टको टिम छौँ र अर्को स्टाफको टिम यो तीनैवटा टिमले प्यारलली एकअर्कासँग कोअर्डिनेसनमा काम गरेको हुनाले सक्सेसफुल भयो त्यसको लागि हामी सबैको लागि ताली बजाउँ अब यसरी 11 दिन बस्ने मौका पनि आउँदैन होला तिमीहरूको लाइफमा पनि कहिले पनि यो साथी सर्कलसँगै 11 दिन बस्ने होइन यो यहाँनिर जे सिकेर गयौँ जे गरेर गयौँ जे जानेर गयौँ नि त्यो आफ्नो फ्युचर लाइफमा चाहिँ के होस् त सबैलाई युजफुल रहोस् त्यही कामना गर्न चाहन्छु है अब धेरै कुरा नगरौँ मैले सधैँ अब धेरै कुरा गरिरहेको हुन्छु क्लासमा अब लेन्दी क्लासहरू भयो होला होइन गाली गर्यो होला होइन कतिलाई गाली पनि गर्यो होला कतिलाई फकाइयो होला होइन कतिलाई सम्झाइयो होला अब यो ग्रुपमा काम गर्दा त्यस्तै हुन्छ कति मान्छेको कुरा चित्त नबुझेर पठायो होला तिमीहरूलाई चित्त बुझेन होला मेरो कुरा भन्दै गर्दाखेरि यहाँनिर अलिकति क्लोजिङको लागि सरले केक लिएर आउनु भएको छ यो चाहिँ हामीले तिमीहरूलाई
तिमीहरूलाई दिएको भन्दा नि तिमीहरूले हामीलाई दिएको गिफ्ट हो। यहाँ सक्सेसफुल्ली यो सर्वे क्याम्प सक्सेसफुल्ली कम्प्लिट भएको कारणले गर्दा हामी खुसी भएर चाहिँ ल यसरी क्लोजिङ गरौँ न त भनेर यो केक ल्याएको हो। त्यो भन्नाले यो चाहिँ तिमीहरूले हामीलाई दिएको गिफ्ट हो है। आज चाहिँ हाम्रो यो सर्वे क्याम्प 2083 को अन्तिम क्लोजिङ सेसन हो र 10 दिनको निरन्तर खटाइपछि यो सबैजनाको अनुहारमा चाहिँ मुहार तपाईँहरूले देख्न सक्नुहुन्छ है। सबैजना हँसिलो छन्। यता साथीहरू गीत गाउँदै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ र अब केही बेरमा चाहिँ हामी यहाँबाट निस्किँदैछौँ र यो सर्वे क्याम्प 2083 ले हामीलाई यो थ्योरिटिकल नलेजलाई प्र्याक्टिकल नलेजमा कन्भर्ट गर्ने मात्र नभएर साथीहरूबिच एकअर्कामा कसरी चाहिँ टिमवर्क गर्ने, कसरी ग्रुप वर्कलाई बाँडेर कम्प्लिट गर्ने, यस्ता हरेक कुराहरूमा चाहिँ ज्ञान दिएको छ भन्ने कुराहरू पनि म अनुभूति गर्न चाहेको छु र यसरी नै हाम्रो सर्वे क्याम्प 2083 चाहिँ कम्प्लिट भएको घोषणा गर्दछु। भिडियोमा जे जति आए, जे जति कुराहरू देखाइयो, अब धेरैजसो कामको कुराहरू त देखाउन पाइएन व्यस्तताका कारण, तथापि भिडियो राम्रै रह्यो होला भन्ने आशा गरेको छु र अन्तिमसम्म हेर्नुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद।